फर्स्ट अफ अल थ्याङ्क यू सो मच आर्ट अफ ह्याप्पिनेस डायट टिमलाई एकदमै राम्रो मैले यस्तो राम्रो सेसन मोटिभेसनल सेसन अवेरनेस प्रोग्रामहरूमा मैले अहिलेसम्मकोमा मैले एटेन्ड गरेकोमा चाहिँ आजको चाहिँ एकदमै बेस्ट अफ द बेस्ट मलाई लागेको चाहिँ एकदमै इन्गेजिङ थियो र फर्स्ट बिगिनिङदेखि एन्डसम्म नै हाम्रो नानीहरू पनि एकदमै इन्गेज भएर एकदमै अल्छी नगरिकन है टिचर्सहरूदेखि सबैजनाले एकदमै इन्जोय सबैजनाले गऱ्यो आई होप है हामीले गऱ्यौँ पनि र मैले पनि इभन इन्डिभिजुअली मैले हेर्दा पनि मैले पनि एकदमै इन्जोय गरेँ अब I was very fortunate to take part in it, and first of all, I would like to thank our Sansa talking about the happiness and self-love and everything. Then I personally got very engaged into the topic. Personally, me realizing that the happiness comes from within. इम्पोर्टेन्टली होइन हाम्रो लाइफमा सरली भन्नुभएको एकदम क्योटिक इन्भाइरोमेन्ट हाम्रो कस्तो चलिरहेको छ अहिले हामी एकदमै देखिरहेका छौँ है सबैतिर हामीले कस्तो खालको चलिरहेको छ भनेर हामी एकदमै देखिरहेको छौँ र तपाईँहरूले आएर चाहिँ हामीलाई लाइफको एउटा सानो है के भन्नु एटोमिक हेबिट्सहरू त्यो तपाईँहरूले जुन चाहिँ सेसन राख्नुभयो त्यो कुराहरूले गर्दा हामीले एउटा सानो कुराले गर्दा पनि हामीले एउटा आफ्नै लाइफलाई ह्याप्पी बनाएर आफूलाई मात्रै नभएर आफू ह्याप्पी भयो भने त अरू त्यो आफूलाई ह्याप्पी बनाएर अरूलाई पनि हामी त्यो ह्याप्पिनेस हामीले अरूसँग सेयर गर्न सक्छौँ भने त या इट्स अ भेरी गुड थिङ है त्यो यसलाई हामीले अगाडि तपाईँहरूले एकदमै लगेर जानुहोस् बेस्ट विसेस पनि छ मेरो तपाईँको जुन एउटा मिसनै भनौँ है यसलाई तपाईँहरूले एकदम फर्दर तपाईँहरूले एकदम राम्रोसँगले लगेर जानुहोस् र यो ह्याप्पिनेस चाहिँ तपाईँहरूले यो होल सिक्किम मात्रै नभएर है एन्टायर इन्डिया मात्रै नभएर एन्टायर तपाईँले वर्ल्डमा नै तपाईँले यो ह्याप्पिनेसलाई तपाईँहरूले एकदमै छरेर लानुहोस् भन्ने आई विस तपाईँलाई छ